मण्डली मिलेर पुत्र येशू ख्रिस्टको नाममा हामी तपाईलाई धन्यवाद भन्दछौँ। परमेश्वर पिता, तपाईको त्यो अनन्त योजनाको लागि धन्यवाद। तपाईँले आफ्नो पुत्रलाई येशू ख्रिस्टलाई संसारको निम्ति मेरो निम्ति पठाउनु भएकोमा धन्यवाद। धन्यवाद। यदि येशू ख्रिस्ट यो संसारमा नआउनु भएको भए म अन्धकारमा हुन्थे, म पापमा नै डुबिरहेको हुन्थे। स्वर्गको ज्योतिलाई तपाईले यस पृथ्वीमा पठाउनु भयो अनि त्यो ज्योति यति साह्रो ज्यादा छम्क्यो, सारा संसारले त्यो ज्योतिलाई देखे अनि अन्धकारमा हिँडुल गर्नेहरू त्यो ज्योतिलाई हेरिन आएर ज्योतिमा हिँडुल गर्न थाले। येशू ख्रिस्ट, हामी तपाईलाई धन्यवाद भन्छौँ जसले हामीलाई हाम्रो आफ्नो बुवासँग भेट गराउनु भयो। जुन बुवाको अनुहार हामीले बिर्सेका थियौँ, जुन बुवाको स्वभाव चरित्र हामीले बिर्सेका थियौँ, जुन बुवाको हृदयलाई हामीले बिर्सेका थियौँ, बुवातर्फ तपाईँले हामीलाई फर्काउनु भयो। हाम्रो असल, हाम्रो रियल फादरलाई, हाम्रो असल पितालाई तपाईँले देखाइदिनु भयो। धन्यवाद येशू तपाईँलाई। पुत्र येशू, हामी धन्यवाद दिन्छौँ। तपाईँ यस संसारमा आउँदैको त ठुलो योजनालाई बोकेर आउनुभयो। मानव जातिको पाप, अपराध अनि अधर्मलाई आफ्नैमाथि प्रभु तपाईँ लिइकन कल्भरी क्रुसको मृत्यु तपाईले सहनुभयो। तपाईको शरीरको एक एक रगतको थोपाहरू प्रभु यो जमिनलाई भिज्दै गर्दाखेरि त्यो जमिनले स्वतन्त्रता लिएर आयो। कल्भरी क्रुसमा चढ्दै गर्दाखेरि तपाईले बोल्दै गर्नुभएको शब्दहरूले प्रभु यस पृथ्वीलाई उथुल पुथुल पार्यो। प्रभु तपाईले कोर्रा खाँदै गर्दाखेरि प्रभु मेरो पाप, मेरो अधर्म, मेरो बिमारीहरू तपाईको रगत बग्दै गर्दाखेरि प्रभु म शुद्ध हुँदै थिए। प्रभु वचनले त हामीलाई यसरी सिकाउँछ मण्डली। येशू ख्रिस्ट क्रुसमा चढ्दै गर्दाखेरि, उहाँलाई कोर्रा लगाउँदै गर्दाखेरि, उहाँलाई हातमा काटी ठोक्दै गर्दाखेरि तपाईँ अनि म पनि क्रुसमा चढ्दै थिए। उहाँको हात अनि खुट्टामा काटी ठोकिँदै गर्दाखेरि तपाईँ अनि मेरो पनि हात अनि खुट्टामा काटी ठोकिँदै थियो। क्रिस्टले क्रुसमा टाँगिए। यदि तपाईँ अनि म उहाँसँग मरेका हौ भने उहाँसँग जीवित पनि हामी हुनेछौँ।
समर्पण गरी आदर प्रशंसा अनि रोज्नुभयो समर्पण गरी आदर प्रशंसा अनि रोज्नुभयो
मैं धन्यवाद करता रहूंगा यीशु धन्यवाद करता रहूंगा धन्यवाद 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 येशू हामी सबै मण्डली मिलेर तपाईलाई धन्यवाद भन्दछौँ तपाईको अनन्त बलिदानको निम्ति प्रभु वर्षौं वर्षदेखि मानिसहरूले एउटै बलिदान चढाइरहेका थिए आफ्नो पाप र अधर्म र अपराधको निम्ति तपाईको वचनले यसरी पनि भन्छ कहिलेसम्म पशुको बलिदानले तिम्रो पापहरू धुन सक्छ र एउटा सिद्ध मानिसको खाँचो छ एउटा सिद्ध बलिदानको खाँचो छ एउटा पवित्र बलिदानको खाँचो छ अनि प्रभु तपाईले यस्तो मजाले योजना बनाउनु भयो समयको पूर्णतामा तपाईले आफ्नो पुत्रलाई दिइकिन त्यो सबै खाँचोलाई पूरा गरिकिन अनन्तसम्मको बलिदान चढाइकिन प्रभु सबै पाप र अधर्मबाट तपाईले हामीले एकैपल्टमा छुटकारा दिनुभयो प्रभु धन्यवाद प्रभु येशू ख्रीष्ट आजको यो समयको निम्ति तपाईले हाम्रो सबै पाप अपराध र अधर्महरू आफ्नो शिरमाथि लिनुभयो र हामीलाई स्वतन्त्र गर्नुभयो हामीलाई फ्री गर्नुभयो यसको लागि धन्यवाद प्रभु हामी रमाउँछौँ तपाईको बलिदानमा र हामी धन्यवादी हुन्छौँ सबै महिमा तपाईलाई दिन्छौँ यो प्रार्थना धन्यवादको साथमा जिउँदो प्रभु येशू ख्रीष्टको नाममा माग्छौँ सुन्न ग्रहण गर्नुहोस्